पल्सर 150 को इन्जिन पुरै फाइनल भइसकेको छ। फाइनल हुँदा पनि एउटा गाडी आइसक्यो ग्ल्यामर BX6 मोडल A5 वाला, त्यसको पनि हाफ इन्जिन गर्नुपर्ने हो। अब हामीहरू खोल्छु, त्यो पल्सर 150 फाइनल भइसकेको छ। अब यसलाई चाहिँ खोल्ने, हाफ इन्जिन BX6 मोडल हो, ग्ल्यामर खारा इन्जिन। पल्सर स्टार्टमा छोडिरहेको छु ल। धेरै ढक रहेछ पिस्टन। ब्लक निकालेर हेर्छु हामीहरू पिस्टन कतिको खाएको रहेछ। अब निकालेर हेर्छु हामीहरू। टाइम इन्जिन चाहिँ नयाँ रहेछ यसको। पिस्टन त धेरै खाएको रहेछ, तर तपाईहरूलाई म भिडियोमा हेराउँछु। तर पिस्टन हामीहरू निकालेर हेर्छु ल। हेर्नु कसै लिइरहेछ, हेर्नु त कतिको खाएको रहेछ पिस्टन। धेरै खाएको रहेछ पिस्टन। मोबिल नहालिकन चलाएर गाडी 1.5-2 घन्टा जति चलाएको छ मोबिल नहालेकै, त्यही भएर यतिको खाएको छ। यसमा धेरै ढक रहेछ, सट्ट गइरहेछ। बोर गराएर हामीहरू ल्याइसकेका छौँ। मजाले धोएर नि फिट गर्छु। अब रिङ बसाल्ने चाहिँ काम भइरहेछ। अब रिङ बसालेर राम्रोसँग मिलाएर मोबिल चाहिँ हालेर राम्रोसँग पिस्टनमा ब्लकमा पनि मोबिल हाल्यो भने राम्रोसँग तल माथि हुन्छ। त्यो स्क्रेच आउँदैन पिस्टनहरूमा। बोर गरेकोमा स्क्रेच आयो भने धुवाँ फाल्न थाल्छ, टिक्दैन त्यति राम्रोसँग। ब्लकमा च्याट्ट लागेर मोबिल हालिदिने हो। चिल पारामाइली इन्जिनको काम भइरहेछ, दिनको 2-3टा। बोर चाहिँ एकदमको फिक्स हुनु पर्यो, न धेरै टाइट न धेरै लुज, मिडियम हुनु पर्यो। अब लक चाहिँ हाल्ने, हामीहरू त पेचकसले लक लगाउँछौँ। तपाईँहरू केले लगाउनुहुन्छ कमेन्ट गर्नु है। अब उतापट्टि जानुपर्छ। एउटा टाइम इन्जिन चाहिँ छिराउने। टाइम इन्जिन नयाँ रहेछ, त्यहीबाट चेन्ज नगरेको। अब किक मारेर हेर्छु राम्रोसँग चलिरहेछ कि छैन, पिस्टन कि टाइट छ। धेरै पिस्टन टाइट भयो भने गाडी हिट हुन्छ। धेरै हिट भयो भने के हुन्छ कि पिस्टनमा दागीहरू आउँछ। एकदम मजाले पिस्टन चलिरहेछ। अब चाहिँ हामीहरू हेड हाल्छौँ।
अब चाहिए डालने। ये BX6 मॉडल हो। ये 5 वाला इंजन हुई। यसमा चाहिँ जहिलेदेखि कम्पनीबाट गाडी निस्केर आएको छ त्यो बेलादेखि अहिलेसम्म मोबिल फिल्टरै चेन्ज गरेको थिएन। पुरै जाम भएर मोबिल